चोर भएको देश हो इन्डिया चाहिँ होइन सबैजना त्यस्तो चोर नमस्ते सबैजनालाई नमस्ते सबैजनालाई अनि एकचोटि फेरि तपाईँ मेरो यो पडकास्ट सुन्नुभएकोमा सबैजनालाई अनि मेरो हृदयबाट धन्यवाद भन्न चाहन्छु अनि हिजो अस्तिको पडकास्ट सुन्ने अलि धेरै नै भएछ अनि कमेन्ट्स गर्ने पनि आएछ अनि सबैको कमेन्ट्स अहिले तपाईँहरूसँगै पढ्दै अनि सेयर गर्न चाहन्छु अनि त्यो सँगै चाहिँ आजको पडकास्ट चाहिँ मैले के सोचेँ भने आजको पडकास्ट चाहिँ मेरो 2022को रिवाइन्ड 2022मा के गर्यो के भयो के सिक्यो अनि त्यो सबै मोमेन्ट्सहरू चाहिँ अब आजको पडकास्टमा अलिकति सेयर गर्न चाहन्छु अनि एउटा कुरा चाहिँ आज के भयो भने अघि कति बजी होला दिउँसोको 12-1 बजीतिर म इन्स्टाग्राम हेर्दै थिएँ अनि इन्स्टाग्राममा चाहिँ अब ब्राजिलियन फुटबल प्लेयर पेले चाहिँ अब बित्नु भएछ अनि उहाँ चाहिँ अब एउटा लेजेन्ड नै हो सानो बेला सुनिरहेको पेले जस्तै खेल्दो रहेछ मलाई मनपर्ने मेरो सबै स्पोर्ट्समध्ये चाहिँ मलाई मनपर्ने खेल चाहिँ फुटबल नै होला त्यसै कारण आज चाहिँ मैले पनि यता जर्सी लगाएको छु तर यो चाहिँ हाम्रो फुटबलको जर्सी त होइन यो चाहिँ हाम्रो डेन्जरलिङ भनेको हाम्रो यता हाम्रो ग्रुपको नाम हो खास दार्जिलिङलाई चाहिँ हामीले डेन्जरलिङ बनाएर अनि हाम्रो दार्जिलिङको साथीहरू सबैजनाले हाम्रो यो क्रिकेट टिमको जर्सी हो अनि आज चाहिँ एउटा स्पोर्ट्सको एउटा यादगारमा अनि यो जर्सी पनि लगाइदिएको अनि यो त्यही हो आज चाहिँ 12 बजीतिर अनि पेलेको यस्तो न्युज सुन्दाखेरि चाहिँ अलिकति मनमा कस्तो चिसो टाइपको फिल भयो होइन अनि अब अस्ति लास्ट कति 2-3 साल अगाडि हो कि कहिले म्याराडोना बित्यो अनि अहिले पेले पनि बित्नु भयो अनि हाम्रो फुटबलको लेजेन्डहरू चाहिँ अब बिस्तारै कम हुँदैछ तर के भनौँ प्लेयर कम भएको त होइन प्लेयर त अहिले पनि एउटा दामी एभ्री इयर नयाँ प्लेयर एम्बापे भयो अस्ति वर्ल्ड कपमा कस्तो यो यङ प्लेयर भर्खर 23-24 सालको एकदम राम्रो खेल्ने अब तर जुन चाहिँ हिसाबमा पेले र म्याराडोनाले एउटा फुटबललाई नै विश्वमा चिनाएको छ एउटा फुटबल मात्र नभएर उहाँ एउटा अघि मैले त्यो नेमारको पोस्टमा पनि हेरेँ एउटा ब्ल्याक प्लेयरलाई एउटा अपर्च्युनिटी दिलाउनुमा कुनै पनि स्पोर्ट्समा पनि पहिला भयो भने चाहिँ अब यता सेतो र रङको भेदभावहरू हुन्थ्यो अनि जुनै पनि स्पोर्ट्स भयो क्रिकेट भयो सकर भयो त्यसमा चाहिँ यदि तपाईँको रङ कालो छ भने चाहिँ खेल्न नपाउने हरेक चिजमा पनि भेदभाव हुने अनि त्यस्तो गर्दाखेरि चाहिँ पेलेहरू आएर चाहिँ फुटबललाई नै विश्वमा चिनाएर अब जस्तै तपाईँको रङ तपाईँको स्किन कलर कालो छ भने पनि तपाईँले राम्रो खेल्न सक्छ टाइपको हुन्छ नि सबै व्यक्तिलाई अपर्च्युनिटी एउटै दिनुपर्छ अनि स्पेसली ब्ल्याक पिपलहरूलाई चाहिँ उहाँले गर्दाखेरि सकरमा त अपर्च्युनिटी झन् धेरै खुलेको जस्तो अनि त्यसै कारण चाहिँ एकदम महत्त्वपूर्ण एउटा हिस्ट्रीमा चाहिँ हुनुपर्ने होइन एउटा उहाँको मुभीहरू पनि बनिसकेको छ त्यसै कारण उहाँ चाहिँ फुटबल नट एज अ फुटबल प्लेयर बट के भनौँ एउटा इन्डिभिजुअल पुरा संसारमा एउटा चेन्ज ल्याउने व्यक्ति नै हो त्यसै कारण चाहिँ उहाँको बारेमा चाहिँ अलिकति कुरा गरौँ जस्तो लागेको थियो अनि धेरै चाहिँ होइन मलाई त्यति धेरै पनि थाहा छैन किनकि हामी हाई स्कुलहरू हुँदाखेरि चाहिँ पेलेहरूले चाहिँ अब सबै चिज गरिसकेर हामी चाहिँ उहाँको गरिसकेको हिस्ट्रीहरूलाई चाहिँ सुनेर चाहिँ प्रभावित भएकोहरू हो अनि त्यही पनि सानो बेला मैले एक दुईवटा मुभी हेरेको थियो जस्तो लाग्यो पेलेहरूको है एकदम राम्रो खेल्ने जस्तै स्किलफुल प्लेयर अनि एक्लै इन्डिभिजुअल प्लेयर पनि हो उहाँ एक्लैले नै
बल लगेर गोल हान्ने यस्तो कुरा सुनेको, तर गेमहरू त त्यति हेर्न पाएन। त्यति नै आजको चाहिँ एउटा चाहिँ हाम्रो पडकास्टको सुरुमा चाहिँ ट्रिब्युट टु पेले भनेर अलिकति त्यसको उहाँको बारेमा कुरा गर्न चाहेको। अनि अब मैले चाहिँ अब चाहिँ मैले के सोचेँ भने चाहिँ आजको पडकास्ट चाहिँ म के गर्छु भनेर 2022को चाहिँ अब 2020देखि लिएर 2021 2022 यो 3 साल चाहिँ एकदमै छिटो बितेको जस्तो फिल भयो। म साथीहरूलाई पनि भन्छु, यताउता म कन्सर्टहरू जाँदाखेरि पनि म भनिरहन्छु 2020देखिको कोभिड सुरु हुनु अगाडि चाहिँ म चाहिँ नेपालमा थिएँ। मेरो बुवा आमा चाहिँ नेपालमा घुम्न जाने अनि एक दुई महिना बस्ने भन्ने त्यस्तो विचारले मैले चाहिँ पुऱ्याउन गएको थिएँ बुबा आमालाई। अनि नेपालमा पुऱ्याएर अनि म त्यो पछि मेरो यही समय होला जनवरीको एन्डतिर गएको थियो जस्तो लाग्यो। अनि नेपालमा एक दुई हप्ता बस्यो। त्यो पछि मेरो बेस्ट फ्रेन्ड चाहिँ बालीमा थियो, इन्डोनेसिया बालीमा। अनि बालीमा गएर मैले फेरि कति एक हप्ता जति मैले बालीमा बिताएँ। बाली चाहिँ एकदम मन पऱ्यो मलाई। म तपाईँ बिस्तारै बालीको कथाहरू पनि भन्छु होइन। अनि बालीबाट म ठ्याक्कै फर्केर टोरन्टो आएँ कि आएन, टोरन्टो आएर गाडी कुदाएर म न्युयोर्क गइहालेँ। न्युयोर्क गएर अनि मेरो कन्सर्ट थियो त्यहाँ, लोसारको कन्सर्ट थियो जस्तो लाग्यो। लोसारको कन्सर्ट थियो, कन्सर्ट गऱ्यो अनि ठ्याक्कै फर्किने बित्तिकै एक दुई दिनमा बोर्डरहरू सबै क्लोज हुन थाल्यो फेब्रुअरीमा। अनि बोर्डरहरू सबै क्लोज भएपछि त कोभिड सुरु, अनि सबैजना घरभित्र बस्ने रे। अनि मेरो बुबा आमा चाहिँ नेपालमै बस्नुभयो। अनि लगभग कति 6-7 महिना बस्यो होला, 6-7 महिना चाहिँ नेपालमै बस्यो। हामी चाहिँ यतै अब छोराछोरी हामी चाहिँ यतै घरमै बस्यो। अनि एउटा राम्रो चिज चाहिँ अब क्यानाडामा चाहिँ गभर्मेन्टले चाहिँ राम्रै हेरिदियो होइन सबैजनालाई। घरमा बस्यो, हेरिदिनु भन्नु चाहिँ के भन्नु, घरमा बस्यो। अनि काम नजानेहरूलाई चाहिँ गभर्मेन्टले अनि अलिकति पैसाहरू दिने यस्तोहरू भयो। अब तपाईँहरू सबैलाई थाहा छ होला है। अनि अब यो कोभिडको त्यही हो, कोभिड 2020को मार्चदेखि सुरु भएको। अनि असर कति लगभग झन्डैले 2 साल यो सालसम्म पनि मान्छेहरू कसैलाई यसको असर परिरहेछ। जस्तै चाइनामा भयो भने चाहिँ अहिलेसम्म खोलेको छैन बोर्डरहरू, अस्ति भर्खर खोलेन, अहिले पनि कोभिडको त्यो भेरिएन्टहरू चाहिँ अब गइरहेको छ भनेर। कतिवटा देशमा चाहिँ अब जानु नमिल्ने अनि बुस्टर सटहरू हाल्नुपर्ने, अहिले पनि म कतिजनाको डेली लाइफमा असर परिरहेको छ। अनि कतिवटा इकोनोमीलाई पनि असर परिरहेको छ, इन्डिभिजुअल मात्र होइन, गभर्मेन्टदेखि लिएर होल कन्ट्रीलाई। जस्तै कुनै मान्छेहरूले चाहिँ जस्तै इन्डियाको भयो, मैले अघि न्युज हेर्दै थिएँ होइन, एउटा हेर्दै थिएँ न्युजमा चाहिँ, न्युज होइन मैले चाहिँ अब युट्युबमा त्यस्तो जस्तै ब्लुमबर्गदेखि लिएर उनीहरूको वेबसाइटमा चाहिँ यिनीहरूको त्यो प्रोजेक्ट लाइक स्टोरिज टाइपको हुन्छ नि त, त्यस्तोमा हेर्दै थिएँ। इन्डियाको पपुलेसन चाहिँ अब 2023मा चाहिँ चाइनालाई पनि सरपास गर्न सक्छ भनेर थियो। अनि चाइनाको त पपुलेसन पिकसम्म आइसक्यो, अब योभन्दा धेरै त हुँदैन, योभन्दा कम हुन्छ होला, तर इन्डियाको पपुलेसन चाहिँ एकदम बढ्छ भनिरहेको थियो। अनि स्पेसली अझ इन्डियामा चाहिँ के थियो भने, के छ रहेछ भने चाहिँ अहिले चाहिँ नि अब वर्किङ एज जस्तै 18देखि 40को बिचको एउटा पपुलेसन हुन्छ नि, त्यो चाहिँ सबभन्दा धेरै छ अरे। त्यसै कारण मान्छेहरूले काम गर्न सक्ने होइन, सबैजनाको क्षमता भएको। अनि त्यसै कारण चाहिँ अब 2023देखि अब लगभग कति 10 सालभित्र चाहिँ इन्डिया चाहिँ पावरफुल हुने चान्स छ भनेर त्यो अलिकति कुराहरू गर्दै थियो। तर एउटा कुरा चाहिँ त्यसमा के भन्दै थियो अरे नि, कोभिड सुरु भएपछि इन्डियाको स्पेसली इन्डियामा चाहिँ एकदमै धेरै मान्छेहरूको इकोनोमी लाइक इन्डिभिजुअल इकोनोमी चाहिँ एकदम प्रब्लम ठुलो भयो अरे। किनकि इन्डिया र नेपाल जस्तै देशहरूमा चाहिँ के हुन्छ भने धेरै जस्तै मान्छेहरू चाहिँ आफ्नो लागि काम गर्छ। सबैको सानो बिजनेस भएको जस्तै हुन्छ नि, कसैको चियाको दोकान भएको, कसै चाहिँ कपडा बेच्ने, अनि कसै चाहिँ अब के भनौँ रिक्साहरू कुदाउने, ट्याक्सी ड्राइभर, सानो काम हुन्छ नि। अफिसमा
धेरै काम अफिसमा काम गर्ने र अनि कसै त्यो हुन्छ नि गभर्मेन्टको अन्डरमा काम गर्ने चाहिँ त्यति धेरै छैन। त्यति धेरै नहुँदाखेरि चाहिँ उनीहरूलाई चाहिँ स्यालेरी बेसमा नभएको उनीहरूको पैसा चाहिँ डेली डेली वेजेस हुन्छ नि, डेली आफूले दिनमा काम गरेको पैसाहरू कमाएर घरमा आफ्नो फ्यामिलीलाई खिलाउने होइन, त्यस्तो लाइफस्टाइल हुनेलाई चाहिँ एकदमै असर पऱ्यो रे। अब कोभिडले गर्दाखेरि बन्द भइसकेपछि त्यस्तो अब रिक्सा ड्राइभरदेखि लिएर त्यो होटेल र रेस्टुरेन्ट अनि त्यो माथि फलफुल बेच्ने अनि के भन्नु अब बाहिर बाहिर काम गर्ने हुन्छ नि तिनीहरूको त कामै थिएन। अनि न गभर्मेन्टबाट पैसा छ, न पेन्सनहरू छैन, न त्यो अब स्यालेरीहरू छैन। त्यस्तो चाहिँ अब इन्डियाको पनि त्यही सेम सिमिलर सिचुएसन भएर त्यस्तो मान्छेहरूलाई चाहिँ एकदमै ठुलो असर पऱ्यो अरे नि त। अनि त्यसै कारण कोभिडले गर्दाखेरि चाहिँ अहिले पनि त्यही भनिरहेको छ, इन्डियामा एकदम धेरै चान्सेस छ लाइक इकोनोमी डेभलपमेन्टको लागि। तर इन्डियाको पपुलेसन धेरैजना चाहिँ त्यस्तो डेली इन्कममा बेस भएको मान्छेहरू चाहिँ धेरै छ। त्यसै कारण चाहिँ यस्तो कोभिडहरू आउँदाखेरि चाहिँ उनीहरूलाई चाहिँ एकदम ठुलो असर पर्छ भनेर त्यो भनिरहेको थियो। अनि अब अब त्यो 2020 कोभिडले गर्दा चाहिँ यस्तो असर पऱ्यो। तर 2022मा चाहिँ अब सबै जस्तै खुल्न थाल्यो नि त। हामी यतातिर चाहिँ के भयो भने हाम्रो कन्सर्टहरू हुन थाल्यो। लगभग 2 साल चाहिँ कन्सर्टै भएको थिएन मेरो पनि। यता सोहरू सबै रोकिरहेको थियो। अनलाइन लाइक के भनौँ लाइभ कन्सर्टहरू गर्नेहरू एक दुईवटा सोधेँ, एउटा दुईवटा मैले गरेँ तर त्यस्तो खासै मजै नआउने होइन, प्रिपेयर पनि गर्नै मन नलाग्ने होइन। मलाई चाहिँ के हुन्छ मैले तपाईँले मेरो युट्युबमा भिडियोहरू र सोहरू हेरेछ भने मलाई चाहिँ अडियन्ससँग एकदमै इन्टरेक्ट गर्नु मन लाग्छ। जस्तै मैले गीत गाउँदा चाहिँ अडियन्सलाई पनि गाओस् भन्ने हुन्छ नि, मैले गीत बजाउँदा पनि सबैले गाओस् भन्ने त्यो चिज हुन्छ क्या। म चाहिँ लाइभ पर्फर्मेन्सको लागि चाहिँ मलाई भित्रदेखि नै एउटा खुसी आउँछ। म चाहिँ स्टेजमा हुँदा चाहिँ म त लाइभ गाउँदाखेरि चाहिँ मलाई के भनौँ अब त्यो एड्रेनलिन रस भएको जस्तै हुन्छ, एकदम खुसी हुन्छ, हाई भएको जस्तै क्या। म त गीत गाउँदा त्यो चाहिँ फिलिङ आउँथ्यो नि त मलाई लाइभ हुँदा। अनि 2022मा चाहिँ लाइभ हामी बोर्डरहरू खुल्न थाल्यो अनि क्लबहरू खुल्न थाल्यो, लाइभ सोहरू हुन थाल्यो। अनि 2022मा चाहिँ मैले अघि इन्स्टाग्राममा हेरेँ, मलाई पनि अब मैले यो साल चाहिँ के गर्यो टाइपको मैले सोच्दाखेरि के गर्यो भने त्यो थाहा नहुने क्या। अनि आजकल त इन्स्टाग्राम र फेसबुक छँदैछ अनि मैले इन्स्टाग्राम खोलिहालेँ। मेरो इन्स्टाग्राम चाहिँ यता छ। तपाईँहरू मेरो इन्स्टाग्राम र फेसबुक पनि फलो गरे हुन्छ। मैले चाहिँ अब यता त मैले अब त्यति पडकास्ट मात्र रेकर्ड गरेर तपाईँहरूले सुन्ने हो, मलाई हेर्ने मात्र, त्यस्तो खास मैले यता भिडियोहरू हालेको त छैन। तर म बिस्तारै यो पडकास्टलाई चाहिँ अलिकति कन्टिन्यू गरेर अनि सँगसँगै मेरो भ्लगदेखि लिएर अनि अरू के भन्दा फुड भ्लग पनि गर्नु मन लाग्छ मलाई। अनि घुमेको ट्राभल भ्लग, त्यो माथि साथीहरूसँग गेम खेलेको। अनि बिस्तारै बिस्तारै म अब तपाईँ हेर्दै गर्नु न, म इन्भिटेसनहरू पठाएर अनि नयाँ नयाँ मान्छेहरूलाई पनि इन्भाइट गर्दै गर्छु। सो 2020 मैले हेरेको यस्तो अघि इन्स्टाग्राममा के गरेछ भनेर होइन, खास चाहिँ अब त्यो लगभग लास्ट इयरको यही सालतिर चाहिँ कन्सर्ट पनि भएको रहेछ। लाइक जनवरी फेब्रुअरीतिर है, लोसारको कन्सर्ट होला। त्यो कन्सर्टमा चाहिँ मैले गीत गाएको रहेछ मेरो साथीहरूसँग है। अनि एउटा गीत पनि मैले रिलिज गरेको रहेछ, जनम जनम भन्ने। त्यो चाहिँ जनम जनम चाहिँ मैले कोरस चाहिँ जनम जनम तर गीत चाहिँ टिबेटन गीत हो। अनि अर्को चाहिँ मैले यसपालि म इन्डिया पनि घुम्न पाएँ। म चाहिँ अहिले मेरो यताको मेरो बुवाको हुन्छ नि टिबेटनमा चाहिँ उहाँको अब के भनौँ जात भनौँ, त्यो चाहिँ गाडी भन्ने हो। अनि गाडीको यता अर्गनाइजेसन छ अनि अर्गनाइजेसनको म चाहिँ अब वाइस प्रेसिडेन्ट हो। अनि त्यसको थ्रुमा हाम्रो यसपालि चाहिँ अब उता इन्डियामा ठुलो दलाई लामाको पूजा भएको थियो। अनि जुनमा हो कि जुलाईमा जुनमा चाहिँ म उता इन्डिया जानु भयो, इन्डिया गएको थियो। अनि इन्डियामा चाहिँ हाम्रो पूजा भयो। पूजासँगै नभएर हाम्रो यता हाम्रो जातको चाहिँ एकदम ग्यादरिङहरू भएर अनि एकअर्काले चिन्ने अनि मिटिङहरू भयो थियो। अनि मैले अब चाहिँ सेकेन्ड टाइम होला लाइफमा चाहिँ दलाई लामालाई चाहिँ यस्तो नजिकबाट भेट्नु पाएको, उहाँको आशीर्वाद पाएको चाहिँ सेकेन्ड टाइम।
अनि यस्तो फोटो इन्डिभिजुअल खिच्नु त मौका त थियो जस्तो लाग्यो मलाई होइन। मैले अब मलाई चाहिँ अलिकति के भनौँ, यस्तो लाइफमा खासै यस्तो ठुलो कामहरू केही गरेको छैन जस्तो लाग्छ है। अनि लाइक उहाँको आशीर्वाद पाउनु र टाढाबाट आशीर्वाद पाउनु र अनि उहाँको उहाँले भनेको कुराहरूलाई सुन्ने, मनमा राख्ने अनि के भनौँ अब उहाँले अब एभ्रिडे स्पिचहरूलाई दिएको त्यही सुन्ने अनि त्यही फलो गर्ने मात्र हो। उहाँसँग अब यस्तो बसेर फोटो खिच्ने चाहिँ मेरो त्यति के भनौँ डर हुने क्या। अनि अहिले केही लाइफमा यस्तो ठुलो केही गरेको छैन, बरु मलाई आशीर्वाद मात्र पाए हुन्छ भनेको थियो। फोटो चाहिँ छैन, तर म त्यहाँ इन्डियामा गयो, मैले 1 हप्ताको ट्रिप चाहिँ गरेँ होइन। दिल्लीमा गयो, दिल्लीमा यहाँबाट जाने बित्तिकै दिल्लीमा मेरो होटल बुक थियो। अब दिल्लीमा जाँदाखेरि त मेरो फेरि म चाहिँ अब के भनौँ, कहिले कहिले चाहिँ मैले चाहिँ लाइफमा त्यति प्लानिङहरू त्यस्तो खास गर्दिनँ। अब सोचाइ त हुन्छ म के गर्छु, एउटा गोल चाहिँ राख्छु होइन। जस्तै यो गर्छु अनि एभ्री स्टेपमा चाहिँ म यस्तो कसरी प्लान गर्ने, यता जान्छु यस्तो टाइमिङहरू चाहिँ म त्यस्तो गर्दिनँ। गरे पनि राम्रो छ, नगरे पनि हुन्छ। गइदिइहालेँ, म इन्डिया गइदिइहालेँ। एयरपोर्टमा पुग्ने बित्तिकै सिम कार्ड पनि थिएन। यताउता गरेर मैले वाइफाई जोडेर मैले होटल पनि बुक गरेँ यत्तिकै। अनि त्यहाँ होटल पुगेर म चाहिँ बसमा गएको थिएँ। बसमा जाँदाखेरि चाहिँ अब के भयो त्यो त्यसको कथा चाहिँ भनिदिउँ न। अनि मैले होटलमा बसेको थिएँ, होटलमा 1 रात बसेँ। अनि मेरोमा चाहिँ अब यताबाट पूजाको लागि चाहिँ मलाई पैसा पठाएको थियो। हाम्रो पूजामा चाहिँ मैले अब क्यानाडामा हामीले यताबाट डोनेसन उठाएर लगभग कति थियो होला, लाइक धेरै त होइन, कैनेडियन डलर अब भनौँ न 6,000 जति थियो मेरोमा क्यास नै है। मेरो यता फ्यानी प्याक बोकेर थियो। अनि फ्यानी प्याकमा चाहिँ मैले 6,000 को क्यास राखेको थियो। होटलमा बस्यो। होटल चाहिँ मैले साथीलाई एउटा मेरो यता साथीहरूले इन्डियामा चिन्नेहरू त धेरै छ। अनि एकजना साथीलाई सोधेर मेरो लागि एउटा रुम बुक गरिदियो भनेको थियो। मलाई होटलको एड्रेस त थाहा थियो होइन, दिल्लीमा मजनू टिलामै हो। अनि टक्क त्यहाँ गयो, जिउहरू आयो। रुममा पुग्ने बित्तिकै होटल त मजाको थियो। अनि अलिकति त्यो काउन्टरमा बस्ने चाहिँ एकजना केटा नै रहेछ होइन। अनि उहाँलाई भन्यो, उनले मलाई होटलहरू दियो। पुग्दाखेरि त होटलमा बत्ती पनि थिएन, अँध्यारो है। अनि दिल्ली चाहिँ अब जुनमा चाहिँ यस्तो गर्मी हुने क्या। फर्स्ट टाइम म दिल्ली चाहिँ अब यस्तो समरमा गएको। अहिलेसम्म कहिले दिल्ली 3-4 चोटि गएको छ, तर सधैँ विन्टरमा मात्र गएको छ होइन। अनि समर, त्यो पनि पिक समरमा पुग्दाखेरि त आम्म ओभनभित्र छिरेको जस्तै, लाइक बाहिर त निस्किनु नसक्ने। बाहिर निस्क्यो भने त तपाईँलाई आगोभित्र हिँडेको जस्तै हुन्छ नि, एउटा यस्तो तातो क्या दिल्ली त होइन। अनि ठ्याक्कै म पुग्दाखेरि त कति रातिको कति बज्यो होला, लाइक 1 बजे जस्तो थियो होला, 1 बजे होला होइन। अनि रुममा आयो, जिउनु आयो। अनि यस्तो गर्मी, बत्ती पनि छैन। अनि यताउता गरेर बत्ती आयो 1-2 घन्टा कतिमा बत्ती आयो। अनि म त सुतिहालेँ फर्स्ट डे। फोनमा वाइफाई जोडेर अनि भोलिको टिकटहरू कसरी काट्ने, म त्यही नेक्स्ट डे नै म धर्मशाला निस्किनु पर्ने थियो। अनि धर्मशाला चाहिँ निस्किनुको लागि मैले अब बसहरू चाहिँ भोलि बिहानै म त्यो दिल्लीबाट चाहिँ धर्मशाला जाने बस चाहिँ सधैँ हुन्छ होइन। अनि त्यसै कारण मैले चाहिँ अब ओके, म त्यो रिसेप्सन केटालाई नै सोध्छु। टिबेरियन नै हो, ऊ पनि टिबेरियन, म पनि टिबेरियन। अनि मलाई राम्रै दिन्छ होला भनेर मैले चाहिँ भरोसा गरेर अनि गएको। अनि मैले भने मलाई एउटा दिल्ली धर्मशालाको एउटा टिकट काटिदेऊ न भनेको। उसले हुन्छ मैले भने प्लिज बस राम्रै टिकट काटिदेऊ न भनेको है। म चाहिँ अब आजै निस्किन्छ भने उसले टेन्सनै लिनु पर्दैन। अनि कति 1,200 हो कि 1,300 यस्तो, 1,200 हो कि 1,000-1,200 यस्तो टिकट हो अरे। मैले पैसा दिइहालेँ क्यास होइन। अनि सामान लग्यो। उसले कहाँ बस्ने हो भनेर यस्तो पर्खेर उसको बस टिकटहरू मलाई फोनमा पठाइदियो, बसको नाम पठाइदिएन। अनि त्यो गएर म पस्केको। बस चाहिँ कस्तो आयो, लोकल बस टाइपको आइदिएर क्या, लाइक हुन्छ नि हेर्दा त ठिकै रहेछ। अनि म भित्र छिरेर बस्दाखेरि चाहिँ बसमा त मान्छे नै छैन रहेछ बसमा। लाइक कति लगभग ठुलो बसमा लाइक 10जना पनि छ कि छैन। मलाई त अलिकति डर पनि भयो। अब त्यो माथि मैले अब यहाँ 6,000 कि 7,000 चाहिँ डलर नै बोकिरहेछु होइन।
अनि अनि अब चाहिँ मलाई चाहिँ टेन्सन भयो ला इन्डिया भनेको ठाउँ चाहिँ अब अलिकति मलाई पहिल्यै मन पर्दैन थियो किनकि मेरो एक्सपिरियन्समा पहिल्यै मलाई कतिले अब लुट्ने ट्राई गरेको अनि लुट्यो भने मिन्स अब फुल बनाएको थियो हामी स्टुडेन्ट हुँदाखेरि है अब चाहिँ मैले सोचेँ ला यत्रो पैसा छ अब कसरी त्यहाँ रातभरि सुतेर झन्डै 10 घन्टाको बाटो है अनि मैले फोनमा चाहिँ अब मेरो यता क्यानाडाको सिम कार्ड थियो क्यानाडाको सिम कार्ड चाहिँ चल्दो रहेछ है त्यहाँको लोकल त्यो क्यारियरसँग चाहिँ त्यो के भन्नु क्यारियरलाई चाहिँ अनि उनीहरूले के गरेर एक्स्ट्रा पैसा चार्ज गरेर अनि चल्दो रहेछ अनि बाटोमा चाहिँ वडाफोन त्यसको नेटवर्क लिँदो रहेछ अनि पैसा चाहिँ एक्स्ट्रा लाग्ने अब यहाँको डलरको हिसाबमा जाने होइन एभ्री डेटाको चाहिँ कति एमबीको चाहिँ कति डलर लाइक कति सेन्ट गरेर महँगो त महँगो भयो अनि गइदिएको अब म के गर्नु अब भोलि त पुग्नु पर्ने त्यति 6 बजीतिर मलाई अर्को बस त पाउँदैन खास त मैले के गर्नुपर्ने रहेछ भने मैले चाहिँ एउटा जिप अथवा एउटा ट्याक्सी नै बुक गरेर गइदिएँ भने लाइक 2000 जति महँगो पर्ने मलाई त थाहा थिएन मैले चाहिँ के सोचेँ अब बस राम्रै हुन्छ होला भनेर सोचेर गएको त्यहाँ चाहिँ बस चाहिँ लोकल बस टाइपको होइन एसी पनि नभएको यस्तो गर्मीमा टेन्सन भइदिएर लाइक अब मैले गन्जी र अनि हाफ प्यान्ट मात्र लगाएको थियो अनि टक्क बस्थेँ है मोबाइल चाहिँ लक्किली मोबाइल चाहिँ चार्ज गर्नु मिल्ने रहेछ मोबाइल चाहिँ चार्ज गरेर मोबाइलको गीत सुन्दै बस्थ्यो बेलुका गयो एकछिन गयो अनि 3जना केटा आयो एकजना चाहिँ मेरो अगाडि बसेन एकजना चाहिँ मेरो साइडमा क्या एकजना चाहिँ मेरो पछाडि तिनीहरू चाहिँ सुत्दैन रहेछ लाइक हुन्छ नि लिटरली मलाई चाहिँ के डर भयो भने चाहिँ त्यो अघि होटेलको रिसेप्सनले चाहिँ प्लानिङ बनाएर चाहिँ मलाई चाहिँ अब लुट्नुको लागि पठाएको हो मैले त्यस्तो कथाहरू दिल्लीमा धेरै सुन्यो नि त लुट्नु पठाएको होला कि भनेर हुन्छ नि आज त जे भयो बस म त सुत्दा पनि सुत्दिनँ भनेर सोचिसकेको थिएँ म यस्तो बस्छु त्यहाँ साइडको मान्छेहरू चाहिँ मलाई हेर्नु आएको जस्तो फिल हुने क्या मलाई उनीहरू 3जना चाहिँ एकअर्कालाई कुरा गरिरहने होइन म चाहिँ नसुतेर भिडियो कल गर्दै रातभरि भिडियोहरू देखाउँदै बस्थ्यो होइन अब यस्तो गर्दा तिनीहरूलाई पनि त्यो 3जनाले पैसा लुट्नु मिन्स अब मलाई यस्तो चक्कु देखाएर लुट्ने होइन म सुतेँ भने चाहिँ मेरो सामानहरू सबै उठाइदिने पैसाहरू चाहिँ लगिदिने त्यस्तोहरू गर्न सक्छ अरे नि त त्यसै कारण मैले चाहिँ अब बस स्टप दिउँसो खाना खानको लागि बेलुका खाना खानको लागि पनि रोकेको थियो खाना पनि खाएन मैले है खाना खाएन पानी खाँदै बस्यो अनि लगभग 10 घन्टा चाहिँ छ नि म त्यो बसमा चाहिँ नसुतिकन गइदियो मलाई चाहिँ के अहिले पनि त्यही लाग्थ्यो 3जनाले चाहिँ पक्कै मेरो सामान र पैसाहरू चाहिँ लुट्नु आएको होइन अनि म त सुतेन अनि बसमा चाहिँ भिडियो च्याट गर्दै बसेर अनि तिनीहरूलाई पनि डर भयो होला नि त होइन अनि त्यसै कारण मलाई के भयो 3जना चाहिँ कति बिहान धर्मशाला पुग्नु अगाडि चाहिँ निस्केर गयो बसमै त्यो चाहिँ मलाई क्या डर भयो त 3जना मेरो म सुत्छ कि भनेर हेरिराख्ने कि मलाई हेरिराख्ने त्यस्तो भएर क्या अनि इन्डिया जानु चाहिँ मलाई मनै पर्दैन किन होइन त्यहाँ अब इन्डिया पपुलेसन यति धेरै भएर होला कि एकअर्कालाई लुट्ने बाहेक त्यहाँ त्यस्तो लुट्ने बाहेक छैन जस्तो लाग्छ कि मलाई इन्डियाको इन्सिडेन्टहरू चाहिँ अर्कोहरू भने नि त एकचोटि मैले त्यो फोनको कभर किन्न गएको फोनको कभर किन्न जाँदाखेरि चाहिँ मैले 3टा फोनको कभर किनेको थिएँ पैसा दिएर यस्तो ब्याग चेक गर्दाखेरि त भित्र त 2टा मात्र फोनको कभर रहेछ अनि मैले भने भैया तिस्रा कभर किधर है उनीहरूले हा भनेर पछाडिबाट निकालेर हालिदिएर लाइक त्यस्तोमा चोर भएको देश हो इन्डिया चाहिँ होइन सबैजनाले त्यस्तो चोर जस्तै छ चाहिँ नभनौँ तर लाइक मैले फेस गर्दाखेरि चाहिँ त्यस्तो भएको अझै एकचोटिको अर्को इन्सिडेन्ट चाहिँ के भएको भने चाहिँ हामी नेपालमा अब नेपालको चाहिँ हामीलाई फिल्ड ट्रिप थियो फिल्ड ट्रिप पनि होइन हामी अब क्लास 12को चाहिँ पाँचजनाले चाहिँ अब धर्मशालामा वर्कसपहरू थियो अरे होइन अनि त्यो वर्कसपको लागि चाहिँ अब हामीले
अब स्कुलमा अडिसनहरू दिएर अनि हुन्छ नि टप 5 स्टुडेन्टलाई लाने यस्तो हुन्छ त्यस्तोमा चाहिँ मलाई पनि सेलेक्ट भयो अनि म गएको होइन। अनि हामी जाँदाखेरि चाहिँ धर्मशाला गयो। धर्मशालामा हाम्रो वर्कसपहरू सबै भयो। लाइक होल टिबेटन स्कुल कतिवटा त्यहाँको सबैजनाको 500 स्टुडेन्ट आएर अनि त्यो वर्कसप हुने हो। अनि तर फर्किँदाखेरि चाहिँ हाम्रो टाइम धेरै भएर हामी चाहिँ के भनेको चाहिँ हामी दिल्लीमा बसौँ अनि आग्रा पनि जाउँ, यताउता घुमौँ अनि ताजमहल पनि हेर्न जाउँ भनेर गएको थिएन। अनि ताजमहल हेर्न जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि मेरो सर बिचरा मेरो सर मलाई त अहिले पनि माया लाग्छ। एकदम सोझो सर हाम्रो है। अनि हाम्रो सर मसँगै थियो। अहिले यो भ्लग पोडकास्ट सुन्दाखेरि सरले पनि सुन्नुहुन्छ होला। अब के भन्नु, तर हामी 5जना स्टुडेन्ट अनि ताजमहल हेर्न जानको लागि चाहिँ हामीले एउटा के भन्छ ट्याक्सी बुक गरेको थियो। त्यो जिप टाइपको ट्याक्सी हुन्छ नि, एसयुभी टाइपको 7 सिटेड एसयुभी त्यही त होला नि, 7 सिटेड एसयुभी 7जना अट्ने। अनि हुन्छ नि त्यो त्यो त्यति बेला नयाँ चलिरहेको रहेछ न दिल्लीमा। अनि हामीलाई लग्यो। अनि आग्रा चाहिँ दिल्लीबाट कति 5-6 घन्टाको बाटो जस्तो 4-5 घन्टाको बाटो होला त्यस्तै थियो। अनि त्यहाँबाट चाहिँ त्यो ट्याक्सी ड्राइभरले चाहिँ तिमीहरू आग्रा जानेपछि चाहिँ तिमीहरूलाई एउटा गाइड पनि चाहिन्छ अरे होइन। ल ठिकै छ त अन्त गाइड भयो भने त राम्रै हो। अनि हामी चाहिँ हामी चाहिँ क्लास 12को त्यति के भन्नु, मलाई चाहिँ सब थाहा भएको होला के हुँदैछ। मलाई चाहिँ हेरिरहेको थियो मैले तर सानो भएर चाहिँ त्यति बोल्न नसकेर अनि त्यो सरले चाहिँ यस 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 भनेर अनि हामीलाई त गाइड पनि दियो। खास भने त हामी त अब लोकल टाइपको त हो नि त होइन। नेपाल र भारत चाहिँ अब के त्यत्रो फरेनर त होइन, हामीले पैसा त एक्स्ट्रा दिनु नपर्ने। तर ताजमहल पुग्दाखेरि हामीले गाइड लगेर त झन् चिजो क्या। अब त्यो गाइडले हामीलाई खाना ताजमहल लगेन, ताजमहलको चाहिँ अब के भन्नु, बिल्डिङको अब त्यो हिस्ट्रीदेखि लिएर अनि त्यो त्यसको आर्किटेक्चर डिजाइनको अनि त्यो अब के भन्नु सिम्बलदेखि लिएर अनि कतिवटा एङ्गलदेखि हेर्दाखेरि चाहिँ यो देख्छ, ताजमहलको यो साइडको देख्दैन। त्यो कतिवटा चिज त मलाई अब के भन्नु, त्यो जे भने हुन्छ अब जस्तो लाग्ने क्या। तर ताजमहल हेर्दा त मजाको थियो। भित्र छिरेर जाँदाखेरि चाहिँ अब सबले मोजा फुकालेर जानुपर्ने। ताजमहलभित्र त यस्तो मोजा गराउने लाइक हुन्छ नि रड्डिरहेको है। मलाई त त्यस्तो खास मनै थिएन। अब 7 वन्डर्स अफ द वर्ल्ड होइन, एकचोटि हेरिदिउँ भनेको हेरेर अनि फर्केको होइन। फर्किँदाखेरि चाहिँ के भयो भने अब भोक लागिरहेको हुन्छ हामीलाई चाहिँ होइन। कहिले थियो अब यो चाहिँ 2010 2011 टाइप त्यति त्यो समयको होला कथा चाहिँ। अनि त्यो गाइडले चाहिँ हामीलाई एउटा त्यो ताजमहलको साइडको एउटा रेस्टुरेन्टमा चाहिँ खाना खानु लग्यो। खाना चाहिँ के खाने अरे होइन। खाना चाहिँ हामीले त्यहाँ चाहिँ के रहेछ बिरयानी रहेछ, अब चिकन बिरयानी खाने। ल ठिकै छ। अनि सरले मगायो चिकन बिरयानी 5 कि 6वटा मगायो। चिकन बिरयानी खाएर बिल आउँदा त बिल चाहिँ कति रहेछ भने बिल चाहिँ हामी 5जना प्लस सर यता 6500 जतिको बिल आइदिएको। लाइक हुन्छ नि लिटरली त्यति बेला 1000 रुपियाँ लाइक इन्डियन 1000 भनेको कति हो लाइक 16 नेपाली 1700 1800को हुन्छ नि होइन 1600 1000। एउटा बिरयानीको चाहिँ उनीहरूले प्राइस कति चार्ज गरेको थियो, एउटा बिरयानीको चाहिँ लगभग 1000 रुपियाँ जति चार्ज गरेको थियो। 1000 रुपियाँ इन्डियन 1000 रुपियाँ नेपाली 1600। म त यस्तो रिस उठ्यो मलाई चाहिँ होइन। मैले चाहिँ भनेको यस्तो चाहिँ कहाँ हुन्छ होइन। लाइक एउटा बिरयानीको 1000 रुपियाँ त्यो पनि ताजमहलमा। त्यो चाहिँ लुटेको हामीलाई होइन। त्यो गाइडहरू र अनि त्यो रेस्टुरेन्टहरूको चाहिँ अब बिचमा डिलहरू हुँदो रहेछ। म चाहिँ मान्छे ल्याउँछु अनि यिनीहरू चाहिँ लाटा रहेछ, यिनीहरूलाई चाहिँ अब लुट्नै पर्छ होइन। अनि त्यस कारण हामीले चाहिँ गल्ती के हो, हाम्रो खाना खानु अगाडि हामीले प्राइस सोधेन। अनि मेन्युमा पनि प्राइस थिएन जस्तो लाग्यो। अनि खाइसकेर भन्दाखेरि बिलमा चाहिँ 6000को बिल आएको। अब के गर्ने, अब सबले दिने पैसा। त्यसै कारण चाहिँ सबले दियो। अनि त्यो गाइडलाई पनि चाहिँदैन भन्यो। अनि हामी फर्क्यो, अब यसो गरेर नेपाल फर्क्यो। त्यसै कारण मलाई चाहिँ अब इन्डिया जानु भनेको चाहिँ मलाई चाहिँ यस्तो अब के भन्नु, इन्डिया अब एकदम मजाको देश त हो। लाइक कतिवटा ठाउँ एकदम राम्रो छ, कतिवटा ठाउँ एकदम तर यति धेरै लुटेराहरू छ कि लाइक हुन्छ नि मनभित्रबाट जानै मन नलाग्ने क्या अब।
होइन कतिवटा धार्मिक स्थलहरू त छ तर के गर्नु मान्छे यस्तो चुतिया टाइपको भेटेर अनि मलाई चाहिँ इन्डिया जानु चाहिँ एकचोटि फेरि सोच्नु पर्ने टाइपको हुन्छ भने कसै मान्छेसँग डिल गर्नै अल्छी लाग्ने त्यस्तो चाहिँ नेपालमा कहिले भएको छैन नेपालमा चाहिँ कहिले हुँदैन होला चाहिँ भन्दिनँ तर कतिवटा मान्छे हुन्छ होला यस्तो एक दुईवटा तर इन्डियामा चाहिँ धेरै भइसक्यो त्यस कारण तपाईँहरू चाहिँ फेरि इन्डियाहरू त्यो यताउता घुम्नु जाँदाखेरि चाहिँ फर्स्ट थिङ चाहिँ मेन्युमा प्राइस के छ त्यो चाहिँ हेर्नुपर्छ अनि सकेसम्म चलाक गर्नुपर्छ अनि यस्तो यस्तो सिचुएसन यस्तो यस्तो अब मान्छेहरू भेटेर अनि सिक्दो रहेछ नि त फेरि कति कुराहरू त्यो चाहिँ महँगो सिकेको अब यो चाहिँ मैले 2022को रिवाइन्ड गर्ने पडकास्टमा चाहिँ अब पहिला कथाहरू अब त्यही त हो नि अनि यो साल चाहिँ मैले के गरेँ होइन मैले एक दुईवटा गीत रिलिज गरेछ जनम जनम अनि म्युजिक भिडियो त खास केही रिलिज गरेर मैले गीत अनि गीतमा चाहिँ अब भिडियोहरू हुन्छ नि क्लिपहरू भएको त्यस्तोहरू रिलिज गर्यो अनि त्यही हो इन्डिया जानु पायो इन्डिया जाँदाखेरि चाहिँ मैले लिङ रुम्बुछे चाहिँ लिङ रुम्बुछेको पहिला लास्ट लिङ रुम्बुछे चाहिँ दलाई लामाको टिचर हो अहिलेको चाहिँ रिइन्कार्नेटेड हो नि उहाँ चाहिँ एकदम यङ हुन्छ अनि उहाँलाई चाहिँ भेट्यो मैले इन्डियामा भेटेर उहाँको अब बस्ने ठाउँमा चाहिँ गएर अनि भेटेर अनि आशीर्वादहरू पायो अनि म चाहिँ इन्डियामा धर्मशालामा टिपा पनि जानु पाएँ टिपा चाहिँ त्यो टिबेटन इन्स्टिट्युट अफ पर्फर्मिङ आर्ट्स होइन अनि हाम्रो टिबेटन कल्चरको डान्सहरूलाई त्यो सबै प्रिजर्भ गर्नको लागि चाहिँ टिपा भन्छ त्यहाँ चाहिँ मेरो साथी पनि थियो अनि साथीसँग पनि भेट भयो त्यहाँ मैले पर्फर्म पनि गर्नु पाएँ अनि मैले दुईवटा गीत गाएँ अनि राति मेरो साथी पनि भेटेर हामी चाहिँ फेरि त्यहाँ राति आर्टिस्टहरूसँग सबैसँग ड्रिङ्क्सहरू गरेर कथाहरू भनेर मजाले बस्यो अनि अब त्यो कथाहरू चाहिँ कतिवटा कथा अब पब्लिकली भन्न त हुँदैन तर बिस्तारै भनौँला म चाहिँ सकेसम्म यो पडकास्टमा चाहिँ जति सक्दो आफ्नो गल्तीहरूलाई पनि नलुकाएर अनि सकेसम्म अनेस्ट हुने सकेसम्म तपाईँलाई रियल स्टोरी नै भन्ने सकेसम्म अनेस्ट अनि रियल त्यो हुने चाहिँ म ट्राई गर्छु कहिले पनि म तपाईँहरूलाई ढाँट्ने अनि त्यो गफ हान्ने पकाएर भन्ने त्यस्तो चाहिँ मेरोबाट एक्सपेक्ट नगरे हुन्छ त्यस्तो म कहिले पनि भन्दिनँ जे पनि हुन्छ रियल स्टोरी रियल कथा म जस्तो छु त्यस्तो नै होइन अनि अर्को कुरा चाहिँ के छ भने मैले चाहिँ हाम्रो टिबेटनको म्युजियम थियो होइन अनि त्यो म्युजियममा चाहिँ हाम्रो टिबेटन आर्टिस्ट टिबेट र नेपालको अब यता वर्ल्डमा भएको टिबेटन आर्टिस्टहरूको चाहिँ एकदम एउटा वालमा चाहिँ फोटोहरू टन्नै टालेको छ अनि त्यो फोटोको बिचमा चाहिँ मेरो फोटो रहेछ भनेको ठुलो एउटा मजाको उयो फोटो यहाँ हेर्नुहोस् तपाईँहरूले देख्छ भने अनि त्यो फोटो चाहिँ मलाई यो फोटो चाहिँ मलाई पहिलादेखि हेर्नु मन थियो लाइक मेरो फोटो त मजाले सबै आर्टिस्टको बिचमा होइन अनि मैले त्यो पहिला मेरो एल्बमको कभरको लागि मैले फोटो खिचेको होइन त्यो सर्ट निकालेर हल्का बडीहरू देखाएर दुई तिन साल अगाडि मेरो जिउ पनि दामी नै थियो अनि कोभिड सुरु भएर चाहिँ अब घरमा मजाले बस्यो रिल्याक्स गरेँ जिम पनि त्यति गएन अनि त्यस कारण अहिले चाहिँ अलिकति मोटाएको छु तर बिस्तारै अब म पनि अहिले आज पनि भर्खर हिजो र आज योगाहरू गर्न थाल्यो पुसअपहरू गर्न अहिले एक्सर्साइज त गरिरहन्छु एभ्रिडे भर्खर यो तपाईँको पडकास्ट सुरु गर्नु अगाडि चाहिँ मैले चाहिँ योगा गऱ्यो आधी घन्टा जति अनि त्यसपछि पुसअपहरू गऱ्यो अनि एक सावर लिएर अनि डिनर पनि म डिनर चाहिँ म सधैँ एकदम कम खान्छु सकेसम्म डिनर नखाने ट्राई गर्छु खाएँ भने पनि अब एकदम लाइटहरू खान्छु ओटमिलहरूदेखि लिएर अनि लन्च चाहिँ टन्नै खान्छु म ब्रेकफास्ट पनि त्यति खास खाँदिनँ अनि मैले मेरो आफ्नो पोस्टर चाहिँ मैले धर्मशालामा यसपालि देखेँ अनि मेरो पोस्टर मजाको रहेछ अहिले पनि छ होला त्यहीँ अनि यसपालि मैले चाहिँ म्याडिसनमा कन्सर्ट थियो मेरो है जुनमा ठुङ्गार हिज होलिनेस दलाई लामाको चाहिँ बर्थडेमा हुँदाखेरि मेरो त्यहाँ कन्सर्ट थियो मैले तपाईँहरूलाई भने होइन मलाई चाहिँ कन्सर्टहरूमा बोलाउँदाखेरि चाहिँ म चाहिँ धेरै जस्तो एक्लै हुन्छु पोर्टल्यान्ड म्याडिसन न्युयोर्क जतातिर भयो भने म चाहिँ धेरै जस्तै म एक्लैले चाहिँ सबै गीत गाइदिन्थ्यो 15-20वटा गीत चाहिँ म रेडी गरेर जान्छु अनि सधैँ जाँदाखेरि चाहिँ म सकेसम्म एक हप्ता बस्ने गरेर जान्छु होइन अनि यो साल चाहिँ मैले म्याडिसनमा कन्सर्ट थियो मेरो दार्जिलिङको मेरो साथी
मेरो झिक्मेलाई पनि मैले भेटेँ अनि झिक्मेलाई भेटेर अनि हाम्रो मजा आएको 2-3 दिन मजाले हामी ड्रिङ्क्सहरू गर्दै झिक्मेसँग गफहरू गर्दै घुम्यौँ पनि अनि एउटा मजाको मेडिसनमा एउटा ठाउँ पनि रहेछ के थियो ठाउँको नाम चाहिँ हाउस अन द रक त्यस्तै थियो एउटा लाइक रकको बिचमा चाहिँ एउटा मजाको लाइक सर्कस टाइपको एउटा घर के भित्र छिर्दाखेरि अब त्यसको कथा म पछि भन्छु अनि त्यहाँ पनि जान पायो मेडिसनमा कन्सर्ट पनि गरेँ अनि 2-3वटा वेडिङहरू कि 3-4वटा वेडिङहरू एटेन्ड गरेँ वेडिङमा मैले पर्फर्महरू गऱ्यो अनि मैले दुईवटा हिन्दी रिमिक्स पनि बनाएँ जस्तो लाग्यो केसरिया भन्नेको चाहिँ मैले रिमिक्स बनाएँ अनि अर्को रिसेन्टली एउटा मैले फेरि क्यारोकी एउटा बनाएर अपलोड गऱ्यो अनि त्यही हो म सकेसम्म एभ्री टाइम प्रोडक्टिभहरू गर्ने ट्राई गर्छु सकेसम्म म साथीहरूलाई पनि सधैँ भेट्ने ट्राई गर्छु एनी टाइम एउटा सिक्ने एउटा गर्ने त्यो चाहिँ म गरिरहन्छु तपाईँहरू पनि यदि मेरो पडकास्टहरू सुन्छ भने चाहिँ मबाट सिक्नुहोस् होइन मबाट सिक्ने कुराहरू सिक्नुहोस् सकेसम्म टाइमहरू चाहिँ अब वेस्ट नगर्नुहोस् होइन जस्तै आज पनि हाम्रो पेले लेजेन्ड बित्नुभयो अनि उमेर ठुलो हुँदै जाँदै गर्दाखेरि चाहिँ अब कतिवटा मान्छे पनि बित्दै जान्छ कतिजना छुट्दै जान्छ अनि त्यसै कारण चाहिँ समयलाई चाहिँ यतिकै खेर नपार्नु होइन सकेसम्म तपाईँ खुसीले बस्नु एभ्री टाइम खुसीले बस्ने ट्राई गर्नु अब के भनौँ गाह्रो हुने र अब यस्तो कठिनाइहरू दुःखहरू त भइरहन्छ तर सकेसम्म तपाईँको साथीहरूलाई भेट्नु साथीहरूसँग टाइम स्पेन्ड गर्नु होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति रिल्याक्स टाइपको हुन्छ आफ्नो फ्यामिलीसँग टाइम बिताउनु आफ्नो मन परेको मान्छेहरूसँग धेरै जान्नु होइन अनि यदि अलिकति फ्री टाइम छ भने तपाईँलाई जे गर्नु मन लाग्छ त्यो गर्नु होइन त्यस्तो सोच्नु पर्दैन अहिले मेरो टाइम छैन अब के उमेर ढल्किसक्यो त्यस्तो त केही सोच्नु पर्दैन धेरै यस्तै इन्भेन्टरहरू सबै 50 काटिसकेर बिलियनियर भएको छ मान्छेहरू धेरै यस्तै बिलियनियर सबै 50 काटिसकेर मात्र भएको छ अनि सबै त नभनौँ अब धेरै जस्तै अब अहिले त एक दुईवटा चाहिँ अब छिटै भएको छैन तर के लाइक लाइफ भनेको चिज चाहिँ मलाई के लाग्छ भने कहिले के हुन्छ तपाईँले भन्नु सक्दैन तर खुसीले बस्ने दुःखहरू हुँदैछ मलाई दुःख नभएको हुँदैन जस्तै क्यामेरामा अहिले म बोल्दाखेरि त मजाले बोलिरहन्छु तर एक्लै हुँदाखेरि चाहिँ दिमागमा के कुरा चलिरहेको हुन्छ कतिवटा चिज नगरेको छ मैले अहिले गर्छु भन्दा पनि अड्किरहेको छ अनि लाइक दुःख र कठिनाइहरू नभएको होइन तर त्यो पनि त्यसलाई सोचेर नबस्नु होइन त्यसलाई सोचेर बस्दाखेरि एकदम दिमाग चाहिँ अब के भन्नु फक्टअप टाइपको हुन्छ नि सरी दिमाग चाहिँ एकदम त्यो के भन्नु त्यो चिजले नै खाइदिन्छ कि तपाईँलाई केही गर्नु मन नलाग्ने बनाइदिन्छ होइन त्यसै कारण अब त्यो चिजलाई चाहिँ हटाउनलाई केही नयाँ चिज तपाईँलाई गर्नु मन लाग्ने त्यो सोचाइबाट भाग्नको लागि साथीहरू भेट्ने त्यो होइन त्यो एकदम गफहरू गर्ने त्यस्तो धेरै गर्नु अनि लाइक के भन्नु एक्लै धेरै नबस्नु होइन दुःखमा छ भने एक्लै धेरै नबस्नु अनि त्यस्तो मलाई म सधैँ भन्छु होइन त्यो रुने र मन दुख्ने यस्तो मुभीहरू त्यस्तो धेरै हेर्नै पर्दैन किन हेर्ने हुन्छ नि खुसीको मुभीहरू हेर्नु हाँस्ने मुभी मोटिभेसनल मुभी हुन्छ नि एउटा मजाले लाइफमा प्रोग्रेस कसरी बनाउनु त्यस्तो मुभीहरू धेरै हेर्नु हाँस्नु धेरै होइन त्यो भन्न चाहन्छु अनि यो सालको चाहिँ मेरो एउटा अर्को एचिभमेन्ट चाहिँ त्यो के हो भने मैले चाहिँ हाम्रो फ्यामिलीले चाहिँ क्यानाडामा घर किन्यो होइन अनि मेरो चाहिँ गोल नै थियो 2022मा चाहिँ म जसरी भएर घर किन्न चाहिँ साथी गर्छु भनेर अनि त्यो चाहिँ मेरो एउटा पुरा भयो अनि 2023मा चाहिँ मेरो 1-2वटा प्रोजेक्ट छ म तपाईँलाई बिस्तारै भन्दै जान्छु त्यो चाहिँ म पुरा गरेर छाड्छु होइन अनि हामी सबैसँगै गर्नुपर्छ म प्रोजेक्ट सुरु हुने बित्तिकै म तपाईँहरूलाई भन्छु अनि तपाईँहरूले को सजेसनहरू सुन्दै म गर्छु होइन अनि त्यही हो लाइफ भनेको चिज आफूलाई एउटा मात्र मलाई चाहिँ के हामीले के सोच्नुपर्छ लाइफ एउटा मात्र छ अर्को लाइफ त देखेको पनि छैन पहिलाको लाइफ पनि देखेको छैन त्यस कारण यो एउटा लाइफ मात्र छ मजाले बस्नुपर्छ काम मात्र गरेर त हुँदैन होइन
आफूलाई मनपर्ने चिजहरू गर्दै गर्नुपर्छ। काम भनेको चिज त के भनौँ, खालि पेट पेट भर्नुको लागि र अनि जीविका त्यो के भनौँ घर बस्नको लागि त्यो मात्र हो। आफूलाई मन परेको चिज, इन्ट्रेस्ट भएको चिजहरू, अनि जुन चिजले खुसी बनाउँछ, जुन चिजले तपाईँलाई एउटा नयाँ मेमोरी क्रिएट गर्छ होइन, त्यो चाहिँ गर्दै गर्नुपर्छ जहिले भए पनि। अनि त्यही हो यस सालको एचिभमेन्ट भयो, अनि घुमेको, अनि मेरो अलिकति रिवाइन्ड चाहिँ त्यही हो जस्तो लाग्छ होइन। अनि अब अर्को अब नयाँ साल त आउँदैछ, अनि सबैजनालाई चाहिँ 2022को शुभकामना छ। अनि 2023 चाहिँ होइन, 2023को शुभकामना छ। अनि 2023 चाहिँ तपाईँहरूले चाहिँ नि एउटा दुइटा गोल राख्नु होइन, त्यसलाई चाहिँ पुरा गर्नु होइन। धेरै गोल राखेर काम चाहिँ एउटा दुइटा गोललाई पुरा गर्नु। जस्तै जस्तो गोल भए पनि हुन्छ, त्यो एउटा गोललाई एचिभ गऱ्यो भने तपाईँलाई खुसी चाहिँ अर्कै आउँछ क्या। यो साल मैले यो त गऱ्यो भने होइन। अनि डराउनु पर्दैन, लाइफमा कहिले डराउनु पर्दैन। डराउनु पर्दैन मिन्स के हो, त्यो नराम्रो काम गर्ने त्यस्तो होइन। जेही चिजमा अलिकति आर्ट गर्नुपर्छ। कुनै चिज सिक्नु छ भने अलिकति आर्ट गर्नु, कुनै चिज गर्नु छ भने अलिकति आर्ट गर्नु। तपाईँ त्यो बाटोमा मात्र लाग्ने हिँड्ने, बेलुका तपाईँलाई हिँडेर जानुपर्छ भने घरमा बसेर चाहिँ त्यो ठाउँ पुग्छ र पुग्दैन नि। तपाईँ हिँडेर मात्र जानु, बाटोमा तपाईँलाई अर्को साथी पनि भेट्ला, बाटोमा एकजनाले गाडीमा लिफ्ट पनि देला होइन। मैले त्यो भन्नु खोजेको, तपाईँ हिँड्ने आर्ट मात्र गर्नु, तपाईँलाई सहयोग गर्ने चाहिँ भेटिहाल्छ क्या लाइफमा होइन। त्यसै कारण चाहिँ तपाईँ 2023मा तपाईँलाई एकदम धेरै तपाईँ सुन्ने, मेरो आज पडकास्ट सुन्ने सबैजनालाई मात्र होइन, सबैजना देश जनता सबैजनालाई चाहिँ मैले बेस्ट विसेस प्लस अनि तपाईँको 2023 चाहिँ एकदम मजाले बियोस्, सक्सेसफुल होस् भन्दै आजको पडकास्ट चाहिँ म यहीँ सकाइदिन्छु। अनि सबैजनालाई टेक केयर, आई विश यु अल ह्याप्पी न्यू इयर। अनि थ्याङ्क यू, बाई। अनि मेरो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्नु चाहिँ नभुल्नु होला है। ओके, धन्यवाद सबैजना, बाई।